हाई गाइस नमस्ते। आज म पहिलो ब्लग कुनै लन्च बनाएर सुरु गरिरहेको छु होइन। त्यो डाइटको लागि पनि हो र आफ्नो घरमा भएको सामानहरू युज गरेर बनाउन सक्नुहुन्छ। ल अब जाउँ है त, म बनाउन सुरु गर्छु। ल आउनुहोस् मेरो लन्च देखाउँछु। ओरेन्ज, अलिअलि कुकुम्बर, एप्पल, पियर्स, क्रैनबेरी, पोमोग्राम, कुटन, क्यारेट, कर्न, ब्लुबेरी, लेटेस। यो चाहिँ मैले अनि यिनीहरू त्यो हाल्ने सस होइन, यो त आफ्नो स्वाद अनुसार हुन्छ। मलाई त्यो अलिकति चिल्ली फ्लेभर मन परेकोले चिल्ली पनि हाल्न रेडी गरिरहेको छु होइन। बनाउन सुरु गरौँ। यो चाहिँ हामीले दुईजनाको लागि बनाउनु लागेको होइन। अब म यसमा पहिले सुरु चाहिँ कर्न हाल्छु। कर्नलाई अलिअलि फ्रोजन कर्नलाई चाहिँ मैले अलिअलि फ्राई गरेँ बटर हालेर होइन। चाहिँ म क्यारेट हाल्न गइरहेको छु। क्यारेट यो पनि दुईजनाको लागि हो होइन। अब म एप्पल हाल्न गइरहेको छु, कुकुम्बर हाल्न गइरहेको छु, पियर्स, यो चाहिँ पियर्स होइन, अब आफ्नो अप्सनल अनुसार हुन्छ होइन, आफूलाई मन पर्ने खाने हो। यो चाहिँ मेरो धेरै दिन बिग्रिन लागिसकेको थियो, त्यही भएर मैले युज गरेको होइन। पोमोग्राम सुरु गर्छु होइन, यसलाई पनि अलिकति आफ्नो स्वाद अनुसार। यो ड्राई क्रैनबेरी, अब क्रैनबेरी ओरेन्ज खाना चाहिँ अलिकति मलाई मिठो लाग्दैन, त्यही भएर यो ड्राई हाल्यो भने टेस्ट पनि हुन्छ भनेर यो हालेको। ब्लुबेरी चाहिँ खासै हाल्दैनन् होइन, मलाई थाहा छैन, तर मेरो ब्लुबेरी चाहिँ धेरै दिन भइसकेछ बिग्रिन्छ भनेर मैले अप्सनलमा हालेको, यो नहाले पनि हुन्छ। एन्ड यो चाहिँ ओरेन्ज, यो ओरेन्ज पनि मैले नहाल्दा पनि हुन्छ स्वादको लागि होइन। आफूलाई अब जसरी बनाउनु खान मन लाग्छ त्यसरी स्वादको लागि मैले हालेको हो। कुटन होइन, यो चाहिँ लास्टमा मैले कुटन हालेँ होइन। यो पनि यो चाहिँ हाल्दा मिठो हुन्छ होइन, खासमा चाहिँ यो हाल्दा मिठो हुन्छ होइन। यो हालेर मैले रेडी गरेँ गाइस। सो अब मलाई यो सस हेर्नु होइन। अब ससहरू चाहिँ कसैलाई कुन फ्लेभर मनपर्छ, कसैलाई कुन फ्लेभर मनपर्छ होइन, मलाई चाहिँ यो मनपर्छ, त्यही भएर म हाल्न गइरहेको छु। ओके रेडी। हाल्नुभन्दा अगाडि अलिक सेक गर्नुपर्छ, किनभने यो जाम भएर बसेको हुन्छ माथि तलको अलिकति गर्ने। अनि यो सस पनि मलाई मनपर्छ होइन, त्यही भएर यो मैले हालेको। त्यो तपाईँहरूको कतिजनाले चाहिँ रेड अनियन पनि हाल्नुहुन्छ, त्यो पनि राम्रो हो होइन, तर मैले चाहिँ हालिनँ। यो चिल्ली, यो चाहिँ अब मलाई चाहिँ मनपर्छ, मेरो छोरीलाई मन पर्दैन होइन। एकचोटि म सोध्छु उसलाई खान्छ भने म हाल्छु, नभएदेखि म मेरो लागि चाहिँ म हालेर बनाउँछु। सो उसले खाँदिन अरे, अनि यो चाहिँ अलिकति हाल्नु पऱ्यो, अलिकति चटपटा होइन, त्यही भएर गरेँ। अब ल अब म यसलाई मिक्स गर्न गइरहेको छु होइन, यसलाई मिक्स गरौँ। यसलाई अब म मिक्स गर्न गइरहेको छु होइन। यो सबै हाम्रो गाउँघरमा पनि पाइने कुरो हो। नेपालमा त झन् यो फ्रुट्सहरू त आफ्नै बारीमा हुन्छ होइन। अनारहरू त कस्तो हुन्छ, हामी नेपाल हुँदा त कति त्यति खान्थ्यौँ होइन। अब कसैलाई डाइट गर्न मन छ भनेदेखि होइन, अब कति अब रोग लाग्छ नि त एउटा एज हुँदै गएपछि, अनि त्यसको लागि चाहिँ यो बनाएर खान सक्नुहुन्छ होइन। सबै कुरा चाहिन्छ भन्ने छैन। अब नेपालमा कुकुम्बर त भइहाल्छ होइन, कुकुम्बर कर्न सन यस्तो त भइहाल्छ, क्यारेट सेट त भइहाल्छ, यस्तो बनाएर खान सक्नुहुन्छ होइन। सबै आफ्नो स्वाद अनुसार हो होइन। अब बन्द गर। अब यो रेडी भयो होइन, मिक्स गरेर रेडी भयो। अब म अलिकति यहाँ लिएर चाहिँ ट्राई गर्छु होइन कस्तो भयो। मिठो भइरहेछ होइन, हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। गाइस मेरो युट्युब च्यानललाई सब्सक्राइब, बेल आइकन दाब्न नबिर्सिनु होला। यो बनाउनलाई मिठो लाग्छ, प्लिज गाइस, लभ यु।